हाम्रो प्यारो प्रभु येशू ख्रीष्टको नाममा फेरि पनि तपाईँ सबैजनालाई जय मसीह भन्न चाहन्छु है। फेरि पनि यो अपराह्नको समयमा मैले तपाईँहरू कहाँ है एउटा सानो वचनलाई लिएर आएको छु। हामी एउटा सानो वचनलाई हेर्नेछौँ अनि तपाईँहरू मेरो विश्वास चाहिँ परमेश्वरमा कस्तो हुनुपर्छ भन्ने कुरालाई मैले आज लिएर आएको छु है। हामी यहाँ सानो वचनलाई हेर्नेछौँ यूहन्ना 11:31 है। यूहन्ना 11:31 है, जब यहाँनिर मरियम अनि मार्थाको है एउटा प्यारो भाइ लाजरस मरेको छ है। अनि मर्दै गर्दा चाहिँ यहाँनिर के भएको छ भन्ने सानो हामी घटनालाई हेर्नेछौँ अनि कसको जीवनलाई हामी हेर्नेछौँ भन्दै गर्दाखेरि चाहिँ हामी यहाँनिर मरियमको जीवनलाई हेर्नेछौँ है। यूहन्ना 11:31 त्यो घटनाले चाहिँ आज मरियमलाई कस्तो परिस्थितिमा लगेको छ भन्ने कुरालाई हामी हेर्नेछौँ। यूहन्ना 11:31 यसरी लेखेको छ, यसकारण घरमा तिनीहरू भएका र तिनीहरूलाई सहानुभूति दिन आएका यहुदीहरूले मरियमलाई झट्टै निस्किरहेकी देखेर चिहानमा रुन गएकी हो भन्न ठानेर तिनीहरूको पछि लागे है। उसको लाजरस भाइको चिहानमा है आज मरियम रुन गएको होला भनेर आज यहुदीहरू पनि आज मरियमको पछि गएको छ है। जब मरियम येशू हुन भएको ठाउँमा आइन् तब उहाँलाई देखेर तिनी उहाँका पाउमा यसो भन्दै पढिन्, हे प्रभु, तपाईँ यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्ने थिएन। यसकारण जब येशूले तिनलाई रोइरहेकी र तिनीहरूसित आउने यहुदीहरूलाई पनि रोइरहेको देख्न भयो, तब उहाँ आत्मामा अति विचलित भएर दुखित हुन भयो। आमेन है। हामी यति नै वचनलाई हामी हेर्नेछौँ। हामीले यूहन्ना 11:31 हामीले पढेका छौँ, 33 हामीले पढेका छौँ है। जब एउटा मरियम है अनि मार्थाको जब भाइ त्यहाँनिर मरेको छ अनि हामी यहाँनिर मरियमको जीवनलाई हामीले हेरिरहेका छौँ है। साँच्चै नै एउटा मरियम है आज परमेश्वरको प्रावधानमा बसिराख्ने व्यक्ति है, आज यति बिना सेवा सङ्गति हेरिराख्ने व्यक्ति, परमेश्वर को हुनुहुन्छ भनेर चिन्ने व्यक्ति सधैँ सर्वदा है आज परमेश्वरको प्रावधानमा बसेर परमेश्वरले बोल्नु भएको कुरालाई सुनिराख्ने व्यक्ति को जीवनमा आज एउटा प्यारो भाइ आज मर्दै गर्दाखेरि आज खोसिँदै गर्दाखेरि उसको विश्वासको है गढहरू हल्लिएको छ त्यहाँनिर है। आज तपाईँ म पनि कतिचोटि हामीले भन्छौँ है, यस म प्रार्थना गर्ने व्यक्ति, म विश्वास गर्छु परमेश्वरलाई, तर जब तपाईँ मेरो जीवनमा त्यो प्यारो हामीले सबैभन्दा ज्यादा माया गरेको अनि हामीले सबैभन्दा ज्यादा चाहेको आज ती कुराहरू खोसिँदै गर्दाखेरि पनि के आज तपाईँले मैले परमेश्वरलाई त्यति नै विश्वास गर्न सक्छौँ त है। आज साँच्चै नै मैले यो कुरालाई लिएर हेर्दै गर्दाखेरि है म यहाँनिर माथि छतमा आइरहेको थिएँ अनि मैले यो वचनलाई बिता दिनमा पाइराखेका थिएँ। अनि जब म यहाँनिर है यहाँ छतमा नआएको धेरै दिन भएको थियो अनि मैले जसरी यो प्लान्टलाई हेर्दै थिएँ यहाँनिर है, यो प्लान्टलाई हेर्दै थिएँ अनि मैले यो प्लान्टलाई देखेर के सोचेँ कि ओ पुरा हौसे छ है, यो प्लान्ट पुरा हौसे छ। अनि मैले भन्दै थिएँ अब यसलाई म एउटालाई है उठाइकन अब म एउटा पटमा सार्नु पर्यो भनेर मैले सोचेको थिएँ है। अनि जसरी मैले यो एउटा है यो प्लान्टलाई यसरी उखेलेको थिएँ नि, यसको जरा चाहिँ योसँग टाँसेको रहेछ है। योसँग टाँसेको कारणले गर्दाखेरि मैले यसलाई निकाल्दै गर्दाखेरि चाहिँ यो जरा उक्ल्यो है। अनि यो जरालाई बिस्तारै यसरी निकाल्दै थिएँ, यसको कारणले गर्दा फेरि पनि यो पनि उक्ल्यो है। यति यो चाहिँ एकअर्कासँग जोडिएको कारणले गर्दाखेरि है सबै यहाँनिर एउटालाई मात्रै निकाल्नु चाहेको थिएँ, तर यसको कारणले गर्दाखेरि यो सबै नै यहाँनिर उखेल्यो है, सबै नै उखेल्यो क्या त यहाँनिर है। अनि मैले यहाँबाट मरियमको जीवनलाई हेर्दै थिएँ है, यो प्लान्टलाई हेर्दै गर्दाखेरि अनि मरियमको जीवनलाई मैले हेर्दै थिएँ है। साँच्चै नै आज तपाईँ नि मैले गरेको विश्वासलाई चाहिँ है हाम्रो वरिपरिको व्यक्तिहरूले हेरिराखेको छ। अहिले हामी यहाँनिर पढ्यौँ नि है, एउटा मरियमको भाइ है आज मर्दै गर्दाखेरि जब 31 हामीले पढ्यौँ यहाँनिर है, मरियम चाहिँ एउटा कोठामा बसेर रोइरहेको हुन्छ अनि जब ऊ सट्टै गएर जब ऊ कोठादेखि बाहिर निक्लिन्छ त्यति बेला यहुदीहरू पनि ऊ सँगसँगै रुँदै है ऊ रुँदै बाहिर निक्लेको छ। अनि जब परमेश्वर त्यहाँ आउनुभयो, यहाँ परमेश्वरको अगाडि पाउँदामा घोप्टो परिकन मरियमले भनेको छ कि ओ प्रभु तपाईँ यहाँ हुनुहुँदो त यस्तो हुने थिएन प्रभु भने ऊ यति बेग्न त्यहाँनिर रोइरहेको छ। अनि उनीहरूको साथसाथै मरियम मात्र होइन तर उनीहरूको साथसाथै त्यहाँनिर है वरिपरिको यहुदीहरू पनि रोइरहेको कुरालाई परमेश्वरले त्यहाँनिर भेटाइराख्नु भएको छ, देखिराख्नु भएको छ है। आज मरियम है यति बिना परमेश्वरको प्रावधानमा बसेर हरेक कुरालाई विश्वासमा यति बिघ्न बढ्ने स्त्री है आज उसको जीवनमा एउटा प्यारो
कुनै पनि कुरा खोसिँदै गर्दाखेरि उसको विश्वास गरेर त्यहाँनिर हल्लिएको हामी पाउँछौँ। बादमा गएर हो मरियमले असल कुराहरू गरेको छ, तर यो ठाउँमा आइपुग्दै गर्दाखेरि नि साँच्चै विश्वासको गढहरू हल्लिएको छ है। आज मरियमलाई वरिपरि है को व्यक्तिले हेरिरहेको छ। आज उसको प्यारो भाइ मर्दै गर्दाखेरि उसले त्यति बेला नरोएर है, यस मेरो परमेश्वरले सक्नुहुन्छ, मेरो परिस्थितिमा है साँच्चै नै मेरो भाइलाई उहाँले बिउताउन सक्नुहुन्छ, मेरो भाइमा उहाँले जीवनलाई ल्याउन सक्नुहुन्छ भनेर ऊ नरोइकन त्यहाँ बलियो भएको भए के यहुदीहरू पनि त्यहाँ वरिपरि रुँदै उसको पछि पछि जानु पर्थ्यो र? पर्दैन थियो नि है। तर त्यहाँनिर ऊ कमजोर भएको कारणले गर्दाखेरि नि उसको कारणले गर्दाखेरि वरिपरिको व्यक्तिहरू पनि आज यति बिना टुटेको छ। उसको कारणले गर्दा वरिपरिको व्यक्तिहरू पनि रोइरहेको छ मरियमसँग है। आज तपाईँ मेरो विश्वास कस्तो छ? आज तपाईँ म हो सेवा सङ्गति गइरहेका छ, हाम्रो विश्वास हामीले गरिराखेका छौँ। जुनै परिस्थितिमा पनि तपाईँ म उभिन्छु भन्ने छ हामीमा त्यो विश्वास। तर हामी पनि कुनै न कुनै समय जब मरियमको जीवनमा यो कुराहरू परमेश्वरसँग हिँड्दै गर्दाखेरि जब उसको जीवनमा एउटा प्यारो भाइ खोसियो है, आज त्यो परिस्थितिभित्र आज तपाईँ म पनि आइपुग्न सक्छौँ है। त्यति बेला चाहिँ तपाईँ मेरो विश्वास कस्तो हुन्छ? तपाईँ मैले कसरी विश्वास गर्ने त है? त्यति बेला हाम्रो जीवनमा आउँदै गरेको परिस्थितिलाई देखेर हामी कमजोर हुन्छ भने साँच्चै नै हाम्रो वरिपरिको व्यक्तिमा नि यति बिघ्न आज उनीहरूलाई पनि दुखिराखेको हुँदो रहेछ। जसरी मैले यो प्लान्टलाई एउटालाई उखेल्नु भनेर सोचिरहेको थिएँ, तर एउटाले गर्दाखेरि अर्को उखेल्यो है, अन्त अर्कोले गर्दाखेरि अर्को पनि उखेल्यो भनेपछि आज तपाईँ मेरो विश्वासको जरा चाहिँ कति बलियो हुन खाँचो रहेछ। जब तपाईँ मेरो विश्वासको जरा हल्लिन्छ नि एउटाले गर्दाखेरि, जसरी यो जरा मैले यसो गरेर हल्लाएर निकालेँ, यसको कारणले गर्दा यो निक्लियो है। त्यसै नै आज तपाईँ मेरो विश्वास जब हल्लिन्छ नि वरिपरिको व्यक्तिहरू पनि आज हामीसँगै उनीहरूलाई पनि दुखिरहेको हुन्छ, उनीहरू पनि हल्लिराखेको हुन्छ। त्यति बेला मरियमले यस मेरो परमेश्वरले गर्नु सक्नुहुन्छ भन्ने उसले विश्वास गरेको भयो है, ऊ नरोएको भयो, उसले विश्वासमा अडिक रहेर त्यहाँ बसेको भयो। के हुने थियो होला है? साँच्चै के चाहिँ हुने थियो होला त्यहाँनिर है? आज साँच्चै नै कतै न कतै आज हाम्रो जीवनमा पनि त्यो कुराहरू आइराखेको होला है। तपाईँ मेरो जीवन त्यो कुरा आइराखेको होला, कतै न कतै तपाईँ म पनि हल्लिराखेको होला। तर हामी वरिपरिको व्यक्तिलाई हेरौँ है, कतै तपाईँ मेरो कारणले गर्दा वरिपरिको व्यक्तिलाई पनि त दुखेको त छैन। तपाईँ मेरो अविश्वासको कारणले गर्दाखेरि आज विश्वासमा बढेको व्यक्तिहरू पनि कमजोर त भइराखेको छैन है। आज हामी त्यो कुरालाई हेरौँ। आज तपाईँ म विश्वासमा जुनै परिस्थिति आए तापनि तपाईँ म विश्वास गरिकन है, तपाईँ मेरो विश्वासको जरा नहल्लिनु भन्ने कुरा चाहिँ कति इम्पोर्टेन्ट हो। किन परमेश्वरले भन्नुभएको छ तिमीहरू चाहिँ आज म चाहिँ धाकको बोट हो, तिमीहरू चाहिँ हाँगार हौ भन्नुभएको छ है। आज हामी चाहिँ परमेश्वरसँग जोडिने, हामी चाहिँ दुर्बल हाँगार होइनौँ, तपाईँ म चाहिँ बलियो हाँगार हौँ है। आज हामी दुर्बल हाँगाहरू चाहिँ साँच्चै नै त्यो परिस्थिति आउँदाखेरि नै भाँचिहाल्छ, तर बलियो हाँगा चाहिँ जुनै परिस्थिति आए तापनि त्यो चाहिँ परमेश्वरसँग जोडिराख्छ है। जब त्यो परमेश्वरसँग जोडिराख्छ नि त्यति बेला चाहिँ त्यसले साँच्चै नै त्यो ऋतुमा गइकन त्यसले साँच्चै त्यो फलहरू फलाउने तर्फ त्यो हाँगा लाग्छ है। साँच्चै नै कति असल कुरा मैले यहाँनिर हेरिरहेको थिएँ मरियमको जीवनलाई। त्यो परमेश्वरसँग हिँड्दा हिँड्दा तपाईँ मेरो जीवनमा पनि त्यो परिस्थिति आउन सक्छ। तर के त्यो परिस्थिति आउँदा पनि तपाईँ मेरो विश्वास कस्तो हुनुपर्छ भन्ने कुरालाई मैले यहाँनिर है यो कुरालाई हेरिराखेको थिएँ। आज तपाईँ म है विश्वासमा है बलियो हुनु भन्ने कुरा चाहिँ हाम्रो वरिपरिको व्यक्तिलाई पनि बलियो गराउँदछ। आज हामी आफै पनि एउटा सुसमाचार सुनाउनु हामीले जानु पर्दैन, तर तपाईँ म त्यो परिस्थिति आउँदै गर्दा पनि हामी विश्वास गरिकन तपाईँ म अडिक लागेर परमेश्वरमा नै विश्वास गरिकन परमेश्वरमा नै हामी टाँसेर बस्छ भने चाहिँ त्यो चाहिँ तपाईँ मेरो निम्ति कति ठुलो सुसमाचार हुँदो रहेछ भन्ने कुरालाई मैले बुझिरहेका थिएँ है। अनि साँच्चै नै परमेश्वरलाई महिमा भएको छ है यो सानो वचन पढाइ अनि सुनाइबाट भनेर है। फेरि पनि म यो वचनलाई यहीँनिर राख्दछु। हुन्छ, म धेरै आशिषित भएको छु, तपाईँहरू पनि धेरै आशिषित हुनुभयो भन्ने कुरालाई म यहाँ राख्दछु। हुन्छ, फेरि पनि तपाईँ सबैजनालाई जेमसी।